बाटो अप्ठ्यारो छ। हेर्नु हामी यही बाटो हुँदै तल झर्नुपर्छ। कसरी झर्नु हो यो बाटो? आमामा खतरा यस्तो बाटो भन्नु अब। चिप्ल्यो भने एकचोटि तल हिँड्नु पनि पर्दैन। यो तेर्सो बाटो कि यतापट्टि? यो ठाडै ठाडै यो त जङ्गलतिर जाने। यतापट्टि जाने हो? झरीमा हिँडिरहेको छौँ। पानी परेर बाटो चिप्लो चिप्लो भएको छ। यस्तो झरीमा हिँड्न रहर लागेको छ नि त। भ्युज राम्रो आउँछ नि। भ्युज भन्दा नि भ्यू राम्रो आउने भएर हिँडेको है साथीहरू। दुःख गरेको। ल हेर्नुहोस्, यो चाहिँ हाम्रो गोरे भाइ, मेरो पार्टनर साथी, अहिले बाटोको साथी। अब भने अलि बाटो राम्रो आयो जस्तो लाग्यो। रोडमा आइसकेको छ त। के रे? मलाई थाहा हो, तैँले भन्नु पर्दैन। तैँले नसिकाने यहाँनिर यो बाटो एरियाको मलाई थाहा छ कि। ल हेर्नुहोस् गाँदा, हाम्रो त यहाँ बाटोबाटै फल्छ है। ल हेर्नुहोस् यहाँ हाम्रो अर्ग्यानिक जडीबुटी कस्तो राम्रो छ। यो चाहिँ भाङ खानको लागि हो। उल्टो नलाइन है, साथीहरू उल्टो नबुझिदिनु। कहाँ से आते हैं? है अब यस्तो बाटोमा हिँड्दाखेरि हेर्नु साथीहरू, हाफ प्यान्ट लगाएको छु यस्तो जुगा घारीमा। जुगा घारी हिँड्दाखेरि जुगा ठ्याक्क लाएर हाफ प्यान्टबाट माथि टाँसेर आलुबारीतिर छिर्यो भने बर्बाद। गाह्रो पार्छ जुगाले है साथीहरू। ए झरी नझरी जिउ यसरी। हाम्रो पहिलाको त्यो कुवा कहाँ हो? खोइ त्यहाँ हो? अहिले पनि पानी लिन जान्छ तिमीहरू त्यहाँ? त्यो घरैमा आइसकेको पनि। बर्खामा हिँड्दाखेरि अलिकति साथीहरू ध्यान दिनु होला। गोरेटो बाटो त्यहाँ चिप्लो चिप्लो हुन्छ। फेरि यो पहाडी इलाकामा अक्सर यस्तो हुन्छ होइन, लड्यो भने तलतिर जान्छ। गाह्रो हुन्छ। हामी दुईजना हिँडिरहेको छौँ यसो नयाँ एक्सपिरियन्स लियो भनेर। हो पैसै यार यहाँ ल, पैसै यार यहाँ ल। पानी आमा लागेको बोट
काठमाडौँ पुऱ्यायो भने बिहेमा गाडी सजाउन युज हुने सामान ल्याएर आइसिएल हाम्रो त बारीभरि छ निग्रोको बोट हेर्नु है साथीहरू हाम्रो त कहीँ खोज्दा नै पर्दैन टाढो यहाँ नै भयो त लाली गुराँस फुल्ने बेला भयो छैन साथीहरू बहुत जेठ लाग्यो फागुन चैततिर फागुन चैततिर आयो भने नटरमै हुन्छ यस्तो चिप्लो छ ल फाइनली अब घर आइपुग्न लाग्यो अब भिडियो बन्द गरेपछि साथीहरू लाइक सेयर कमेन्ट गर्न नबिर्सिनु है सब्सक्राइब गर्नु होला फलो पनि गर्नु होला त्यति भन्दै अहिले म आफ्नो भिडियो टुङ्गाउन चाहन्छु धन्यवाद।